र सबलाई नमस्कार। र म यो आज पनि फेरि हाम्रो यो बाटोको है तपाईहरुलाई केही अपडेट लिएर आउँदैछु। म दिइरहन्छु यो अपडेट। सिटोङ 3 लङ्खु भेली लोवर गैरी गाउँ अनि टुप्पारी गाउँ जाने बाटो यसरी बनिएको छ है। हो आज म तपाईहरुलाई कलपटहरु पनि देखाउने छु यहाँ। हो यस्तो छ बाटो चाहिँ यसरी बनिँदैछ है। हाम्रो यहाँ अहिले सबै मान्छे काम गर्नेहरु उहाँहरु आइरहेको छ। अहिले म तपाईहरुलाई कतिवटा कलपट बनेको छ म त्यो पनि तपाईहरुलाई देखाउने छु। यहाँ बाटो चाहिँ यस्तो बनिएको छ तपाईहरुले यस। अहिले म अब तपाईहरुले यो कलपट पनि यो बाटोको अपडेट दिँदैछु। यहाँ यस्तो बनिएको छ। यहाँ हाम्रो काम गर्नेहरु उहाँहरु अघि आइसक्नु भएको छ। यहाँ हाम्रो सुपरभाइजरहरु पनि उहाँहरु पनि अघि आइसक्नु भएको छ। अहिले म तपाईहरुलाई तल कलपटहरु अनि त्यो कतिवटा बनिएको छ यो कलपटहरु यो म तपाईहरुलाई देखाउने छु। अब यहाँसम्म चाहिँ यो कार्पेटिङ आइसकेको छ। यसरी गरिदिनु छ उहाँहरुले काम एकदम राम्रोसँगले। यसपालि चाहिँ उहाँहरुले नयाँ सुपरभाइजरहरु आउनु भएको छ र यो काम एकदमै फटाफट उहाँहरुले चाँडोभन्दा चाँडो यहाँ उहाँहरुले गर्नु हुँदैछ। र म अहिले तल गएर तपाईहरुलाई कतिवटा कलपट बनेको छ त्यो पनि म देखाउने छु। यहाँ हेर्नुस् बाटो चाहिँ यसरी बनाएको छ। यहाँ हेर्नुस् ले उहाँहरु टाढोबाट आउनु भएको। कहाँ घर जोडसे बोल कहाँ पर चोपड़ा। चोपड़ा चोपड़ा अच्छा चोपड़ा कहाँ पर सिलगुड़ी से आ गया। अच्छा आपको यहाँ पर कैसा लगा? तो अच्छा है। हाँ ठंडा बहुत है यहाँ पर। ठंडा कहाँ है? अभी तो गर्मी होगी। अच्छा अच्छा यहाँ अच्छा जगह आपको अच्छा लगा यहाँ पर? हाँ अच्छा। हाँ। आपको कैसा लगा? अच्छा ठीक है। ए यहाँ सामानहरु यसरी थुपारेछ। यहाँ बोल्यो अप टु डेट उहाँहरुले। अहिले हाम्रो सुपरभाइजरहरु चाहिँ एकदम उहाँहरुले चाहिँ सामान चाहिँ ठक ठक एकदम अलरेडी उहाँहरुले यसरी ल्याइराख्छ है। लु यहाँ हेर्नुस् यसरी बनाएको छ उहाँहरुले यति मजाले। यहाँ हेर्नु त कलपट अन्त उहाँहरु यति छिटो काममा आउँछ। हाई हेलो सबैजनालाई गुड मर्निङ। भन्दा त अलिक भाइ के नाम पहिला भन्दा न तिम्रो? मेरो नाम चाहिँ सबीर हो। म यहाँ काम गर्नु भएको। तपाईहरु सबैजना ठिकै छ हैन? यता म काम गर्दैछु बाटोको वाल हुँदैछ यता काम हुँदैछ राम्रो काम हुँदैछ। यताको दाइजोहरु सबैजना एकदम राम्रो छ। त्यहाँदेखि हामीलाई चाय सबै खुवाउँछ। यता दिनभरि हामीसँग बस्छ अनि काम गरिबस्छ। यता नेपाली पनि जान्दो रहेछ त है? हजुर। यहाँ भाइको नाम हेलो हिन्दी त अरे नाम बताइए ना तो आपका क्या है? नसीम। अरे देते के बोले मेरो नाम सबीर हो। मेरो नाम चाहिँ सबीर हो। म यता चाहिँ काम गर्नु भएको सिक्किम चाहिँ। सिक्किम यता थुप्रैदेखि काम गर्दैछु। यता मेरो दाइजु चाहिँ कन्ट्याक्ट ठिका लिएको अरे काम यता काम गर्दैछु। मेरो दाइजु चाहिँ अहिले दोकान गएको छ अरे। यता हामी सबैजना काम गर्दैछ। यी भाइहरु यता काम गर्दैछ सर्टिङ गर्दैछ। तिमीले साह्रै राम्रो काम गर्दो रहेछ नि है। हेर त अन्त यति मजाले सर्टिङहरु लाएर उहाँहरु चाहिँ काममा एकदमै राम्रो काम गर्नुहुन्छ उहाँ भाइहरुले। घर कहाँ पो पर्यो? हाम्रो घर चाहिँ इस्लामपुर। अच्छा उहाँहरु इस्लामपुरबाट यहाँ हेर्नुस् यति टाढा आएर उहाँहरुले यति मजाले काम यहाँ पहाड जग्गामा पनि उहाँहरुले यसरी गरेको छ। यहाँ हाम्रो भाइको नाम के भन्यो? मेरो नाम चाहिँ सबीर हो। सबीर राई है। हुन्छ म अब कलपट सबीर खान हुन्छ। म अब तपाईहरुलाई यो कलपटहरु देखाउँदै जान्छु। उहाँहरुले बनाएको कलपट कति मजाले बनाएको। यहाँ हेर्न सक्नुहुन्छ यो कलपट उहाँहरुले बनाएको यति मिहिनेतले बनाएको छ है। हो अब यहाँबाट उहाँहरुले यो रोड अलरेडी गरिसकेको छ। यो कलपट हिजो उहाँहरुले यो सर्टिङहरु निकालेको। अब यहाँबाट पनि पारी गाउँ जाने गाडी चाहिँ यो प्लम भरेर चाहिँ रेडी गर्नुहुन्छ उहाँहरुले। हेर्नुस् है म अझै उता पनि देखाउँछु कलपट कतिवटा कलपट बनेको छ। यो मुनि कसरी बनाएको छ म देखाउँदैछु। यो मुनि यति मजाले
बनाएको छ उनीहरूले यी सटिङ गरेर। यी तपाईँहरूले पनि यसरी बनाउनु सक्नुहुन्छ है। उहाँहरूको मिहिनेत चाहिँ यस्तो छ कामको। यहाँ हेर्नुहोस् त। र यो एउटा कल्पट भयो। म अझै देखाउँदैछु दुईवटा कल्पट तपाईँहरूलाई। अझै उता छ। यो सेकेन्ड कल्पट हो। फर्स्ट कल्पट अघि मैले देखाएँ। यो सेकेन्ड। यहाँ पनि बारहरू हालिसकेको छ। यता पनि अलरेडी प्लमहरू गरिसकेको छ है। यो पारी गाउँ जाने बाटो हेर्नुहोस् त। अब माथि सकेर यता हुनेछ यो कार्पेटिङ। अब म उता जाँदैछु थर्ड कल्पट देखाउनु तपाईँहरूलाई। वहाँ थर्ड कल्पट चाहिँ पर छ। लास्टको कल्पट अब लास्ट कल्पट म तपाईँलाई देखाउँछु। म तपाईँलाई यो हाम्रो बाटोको सिटोङ 3 लङ्खु लोवर गैरी गाउँ अनि पारी गाउँ जाने बाटोको यो अपडेट चाहिँ दिइरहन्छु। तपाईँहरूलाई यसपालि चाहिँ जग्गा जग्गा उहाँहरूले यसरी भीम पाइपहरू हो। भीम पाइपहरू उहाँहरूले यसरी ल्याएको छ है। जग्गा जग्गा लगाइरहेछ पानीको निम्ति। अहिले उहाँहरूले राम्रो काम गर्नुहुँदैछ। अहिले यहाँ जुन सुपरभाइजरहरू चाहिँ उहाँहरू नयाँ हुनुहुन्छ कि उहाँहरूले एकदम काम चाहिँ छिटो गर्नुहुँदैछ। सामानको केही असुविस्ता छैन यहाँ अहिले। यसरी बनिँदैछ। र तपाईँलाई भन्नमा पर्दा यो बाटोमा पर खोल्सादेखि यो लास्ट खोल्सा 3टा कल्पट चाहिँ बनिएको छ। लास्ट कल्पट यो हो। 3वटा कल्पट उहाँहरूले बनाउनु भएको छ है। डबल गाडी आरामले छिर्छ यहाँबाट। यहाँ हेर्नुहोस् हो। नजारा हेर्नुहोस् यस्तो छ। अब यो पनि कार्पेटिङ हुनेवाला छ। र पारी जानको निम्ति के यो बर्खामा असम्भव हुँदैन। एकदम राम्रोसँगले बर्खामा पनि गाडी जाने सम्भावना छ। अब यो जग्गा अहिले भने म यहाँ अब बाटोको तपाईँलाई अपडेट दिनु आएको थिएँ है। अब हेर्नु होला मेरो पेजलाई सञ्जीव राई पेज है। तपाईँहरूले फलो गर्नुहोस्। लाइक सेयर कमेन्ट गरिदिनु होला। हुन्छ धन्यवाद।